हेलो साथीहरु सबैमा नमस्ते। आज पनि म फेरि एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु। आज फेरि केही नयाँ फरक भिडियो लिएर उपस्थित भएको छु। यहाँहरुले भिडियो हेरेर अनुमान त पक्कै लगाइसक्नु भएको होला केको बारेमा रहेछ भिडियो भनेर। र अब यहाँ भिडियोको बारेमा के छ कस्तो छ भनेर चाहिँ तपाईहरुलाई देखाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। म आज एउटा विशेष ठाउँमा छु जुन ठाउँ चाहिँ किरात धर्मावलम्बीहरूले मानि आउने वर्षमा दुईचोटी मान्ने पर्वहरु जुन चाहिँ उँधौली उँभौली पर्व अर्थात साकेला पर्व हुन्छ। त्यो चाहिँ साकेला मान्ने ठाउँमा आइपुगेको छु आज। अत्यन्तै रमाइलो छ। जेठको गर्मीको मौसममा रुख बिरुवाहरूको छारीमा बसेर यो भिडियो म बनाइरहेको छु। हजुरहरुलाई पनि देखाइरहेको छु। यहाँनिर देख्न सकिन्छ धेरै व्यक्तिहरु चाहिँ आज साकेलामा नाचिरहनु भएको छ। एकदम रमाइरहनु भएको छ। हामी पनि झन् धेरै रमाइरहेका छौं। हामीलाई हेर्न कति रमाइलो भइरहेको छ। हेर्नुस् त वरिपरि मानिसहरु थुप्रै बसेर हेरिरहनु भएको छ। नाच्नेहरु नाचिरहनु भएको छ। किरात धर्मावलम्बी व्यक्तिहरुले किरात समुदायले चाहिँ प्रकृतिको पूजा सँगसँगै आफ्नो पितृहरुको पनि सम्मानका लागि यो पर्वहरु चाहिँ मनाउने गरिन्छ। यो पर्वमा किरात समुदायका व्यक्तिहरु मात्रै नभएर सबै समुदायका व्यक्तिहरु उपस्थित हुने, एकअर्कामा खुसी साटासाट गर्ने, रमाउने अनि अब नाच्नेहरु नाचिरहनु भएको छ, हेर्नेहरु हेरिरहनु भएको छ। कति रमाइलो छ के। नेपाल त्यसै पनि बहुजाति, बहुभाषा, बहुधार्मिक र बहुसांस्कृतिक देश मानिन्छ। यति धेरै विविधताले भरिपूर्ण देशमा बसेर यस्तो कार्यक्रमहरु हेर्न पाउँदा चाहिँ अत्यन्तै गर्व लाग्ने के। रमाइलो हुन्छ नि त। आफ्नो आफ्नो परम्परा, संस्कार, संस्कृति सबैले जोगाउनु पर्छ। आफ्नो परम्पराको संरक्षण गर्नु, भावी पुस्ताहरुलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य पनि हो नि त। अनि त्यही भएर सबैजना आफ्नो संस्कार संस्कृतिको जगेर्ना गर्नको लागि आफ्नो संस्कृति झल्किने पोशाकहरुमा आफ्नो संस्कृतिलाई प्रस्तुत गरिरहनु भएको छ। हामी हेरेर आनन्द लिइरहेका छौं। हजुरहरुले पनि देख्न सक्नुहुन्छ भिडियोमा। अनि कति रमाइलो भइरहेको छ। हेर्दा पनि आनन्द लाग्ने के। कस्तो रमाइलो नाच जस्तै राम्रो देखिदैछ। यता साना साना बहिनीहरु एकदम जोश जागरको साथ नाचिरहनु भएको छ। घुमेर झुमेर एकदम राम्रोसँगले। उहाँहरुले पनि सिक्नु पर्यो नि त। पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नको लागि जान्नु पर्यो। आफूभन्दा ठूलो अभिभावकहरुको साथ लागेर नाच्ने सिक्ने कार्यहरु चाहिँ अगाडि भइरहेका छन्। अनि रमाइलो छ हामीलाई हेर्नको लागि वरिपरि। अत्यन्तै रमाइलो। यो पर्वको विशेषता भनेको एउटा झ्याली झ्याम्टा बजाउने, नाच्ने, घुमेर यस्तै हो नि त। अनि सबैलाई यसैले आकर्षण गरेको हुन्छ के हेर्नको लागि। त्यो झ्याली झ्याम्टा सुनेपछि चाहिँ एकदम हामीलाई पनि आनन्द लाग्छ। त्यो नाच हेर्नको लागि रमाइलो हुन्छ। अनि सबैजना चाहिँ नाच हेर्नको लागि जाने अनि हेर्ने, आनन्द लिने। मेला जत्तिकै मेला लागेको जस्तै हुन्छ के। पुरै मेला नै हुन्छ। अनि यहाँनिर विभिन्न थानहरु बनाइएको छ। जस्तै यहाँ सुम्निमा थान भनेर लेखेर राखिएको थियो। त्यहाँनिर चाहिँ मैले अनि बिस्तारै भिडियो बनाउँदै छु। सुम्निमा थान, यहाँनिर विभिन्न थानहरु भनेर राखिएको छ। अनि त्यो थानहरुमा चाहिँ बिहानै पूजा गरिसक्नु भएको छ। बिहानै पूजा गरिसकेर अनि त्यसपछि यतातिर नाच भइरहेको छ। विभिन्न धेरै ठाउँमा भइरहेछ के नाच पनि। फेरि आफ्नो आफ्नो फरक फरक होला सायद हैन। अनि फरक फरक ठाउँमा नाच भइरहेको छ। यहाँनिर सबैजना व्यक्तिहरु चाहिँ नाच हेरेर एकदम खुसी हुनुहुन्छ के। यहाँ सुम्निमा पारुहाङको मूर्ति बनाएर राखिएको छ। अनि सबैजना त्यही वरिपरि नाच्ने, घुम्ने, 4-5 ठाउँमा नाच भइरहेछ के। फरक फरक नाचहरु हेर्दै कति रमाइलो क्या। कस्तो रमाइलो हैन। हेर्नेलाई पनि रमाइलो, अब नाच्नेलाई पनि रमाइलो भइरहेछ। घाम लागिरहेछ तर पनि अब रुखको फेदमा शीतल छ नि त। अब यहाँनिर मिष्टान्न परिकारहरु बनाएको छ, मिठाईहरु। अनि हामी चाहिँ यहाँ जेरी किनेर जेरी खानु पर्यो भनेर लियौं। अनि अब चाहिँ हामी बिस्तारै हेर्दै हेर्दै पसलहरु हेर्दै, मिठाई पसल बाहिर हेर्दै हेर्दै निस्किदै छौं। रमाइलो छ। मेला लागेको जस्तै छ। रमाइलो एकदम आनन्द सुन्दर वातावरणमा
रमाउँदै हामी चाहिँ साकेला हेरेर बाहिर निस्किँदै थियौँ। यहाँनिर बच्चा-बच्चीले खेल्ने ठाउँ पनि बनाइएको रहेछ, कति राम्रो। अनि हामी यसरी नै आजको दिन चाहिँ बितायौँ। आजलाई यति नै। हजुरहरूलाई भिडियो कस्तो लाग्यो, मन परेमा लाइक, कमेन्ट, सेयर अवश्य गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। बाई।